जस्तो आयो त्यस्तै प्रस्तुत गरे। कृपया भिडियो अन्तिमसम्म हेरेर सब्स्क्राइब गर्नुहोला है त। भैँसीको चाका ल गाइजहरु यहाँ भैँसीको चाका देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ। बाटो छोडिदिनुस् त ठुलै। ओके गाइस, सो यहाँदेखि चाहिँ हाम्रो मुन्डुम ट्रेल स्टार्ट हुन्छ। लाग्यो घमाइलो जता पनि जता हेरे पनि हजुर पूर्वै रमाइलो। जता हेरे पनि हजुर पूर्वै रमाइलो। ल गाइस, यो दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ। आहा, हेर्नु न बादल क्या बवाल लागिरहेछ यार। वाउ, हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। म तपाईहरुकै प्यारी साथी उर्सुला राई। र अहिले चाहिँ तपाईँ देख्न सक्नुहुन्छ म चाहिँ चक्रावादेखि अलिकति अगाडि आइसकेको छु, अन द वे टु भोजपुर एन्ड धरान। सो मैले चाहिँ मेरो यो किन चकेवा आएँ भन्दा चाहिँ तपाईले यो भिडियो मार्फत देख्न सक्नुहुन्छ कि म चाहिँ चकेवाबाट मुन्डुम ट्रेल लागेको थिएँ, जुन चाहिँ मेरो 2 दिनको ट्रेकिङ थियो हैन। सो मैले चाहिँ यो भिडियो मार्फत तपाईहरुलाई मेरो एक्सपिरियन्सहरु सबै कुराहरु बताउँदैछु र मेरो एक्सपिरियन्स साथसाथै मेरो अन द वे बाटोहरु कस्तो थियो हैन, ट्रेल कस्तो थियो, ठाउँ बस्ने ठाउँहरु कहाँनिर थियो, कतिको कन्भिनियन्ट थियो, बिगिनर्सहरुले हिँड्दा कस्तो हुन्छ भनेर सबै कुराहरु मैले यो भिडियोमा इन्क्लुड गरेको छु। र भिडियो अलिकति लामो हुन सक्छ, त्यही पनि अन्तिमसम्म चाहिँ हेर्दिनु होला। भिडियो लामो भए पनि बोरिङ चाहिँ हुँदैन, किनभने भ्यूहरु एकदम रमाइलो थियो। तपाईहरु पनि मुन्डुम ट्रेलहरु आउने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईले भिडियो मार्फत हरेक इन्फर्मेसनहरु तपाईले पाउन सक्नुहुन्छ। सो यो भिडियो चाहिँ अलिक सिरिजहरुमा आउने गर्छ, टाइम डे 1 डे 2 डे 3 भनेर आउने गर्छ, जहाँ चाहिँ मैले मेरो जर्नी काठमाडौँदेखि स्टार्ट गरेको छु। र फर्स्ट जर्नी मेरो काठमाडौँदेखि हलेसी, हलेसीदेखि चकेवा कसरी स्टार्ट भएर चाहिँ मुन्डुम ट्रेलबाट इन भएर चाहिँ नेक्स्ट भनेको चाहिँ यहाँ चकेवाबाट भोजपुर धरान हैन त। यो भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईहरु यदि धरानबाट ट्राभल गर्दै हुनुहुन्छ भने तपाईहरुले कहाँसम्म आउन सहज हुन्छ, अथवा तपाई 2 पाङ्ग्रा लिएर आउँदै हुनुहुन्छ, 4 पाङ्ग्रा लिएर आउँदै हुनुहुन्छ भने कहाँसम्म चाहिँ बाटो पुगेको छ भने चाहिँ तपाईले यो भिडियो मार्फत देख्न सक्नुहुन्छ। त्यही हो गाइज, जर्नी रमाइलो थियो र अहिले पनि अब आई एम हेडिङ ब्याक टुवर्ड्स धरान एन्ड आई एम भेरी एक्साइटेड टु एक्सप्लोर द वे। यो जर्नी कस्तो हुन्छ तपाईलाई भिडियो मार्फत म देखाउने नै छु। सो गाइज, लेट्स इन्जोय द गुड जर्नी। हेलो गाइज, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला सबैजना भन्ने आश गर्दैछु। अनि म चाहिँ अहिले भकुण्डे बेसी आइपुगिसकेको छु। अनि यहाँ रहेको छ मेरो बाइक अनि ब्याकप्याक्सहरू। अनि आज चाहिँ म जाँदैछु पूर्वतिर। पूर्व कता भन्दै हुनुहुन्छ भने चाहिँ अलिक नयाँ कुरा लिएर अब हुन्छ नि प्रस्तुत हुन खोजिरहेको छु। अब राइडिङ त छँदैछ हैन, तर यो चाहिँ प्राय भिडियोहरू छैन रहेछ क्या, अरूले हाल्नु भएको छैन रहेछ। सो तपाईहरु चाहिँ यदि मुन्डुम ट्रेल हैन, हाम्रो मुन्डुम ट्रेल जाने
प्लान गर्दै हुनुहुन्छ भने चाहिँ यु क्यान वाच माई भिडियो अन्टिल द एन्ड अनि म चाहिँ तपाईँहरूले बाटोहरूको अपडेट दिनेछु एन्ड अभियसली हाइकिङ ट्रेकिङ कस्तो हुन्छ बजेटहरू कति लाग्छ त्यो सबै कुराहरू तपाईँलाई म यो भिडियोमा देखाउने नै छु सो गाइज भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है अनि त्यही हो गाइज अब जस्तो आयो त्यस्तै प्रस्तुत गरेँ त्यही भएर भिडियो चाहिँ अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला है त अब यहाँ चाहिँ म यहाँबाट चाहिँ आज चाहिँ अब पुग्नु पर्ने त खासमा चखेवा हो तर अब बाटोमा के कस्तो कन्डिसन हुन्छ पुगिन्छ पुगिँदैन थाहा हुँदैन त्यही भएर चाहिँ अब हेर्नुपर्छ बाटोमा कहाँसम्म पुगिन्छ अनि त्यहीँनिर गएर बस्ने हो अनि सकेसम्म चखेवा चाहिँ आजै पुग्ने कोसिस गरिन्छ तर हेरौँ बाटोले के भन्छ अनि टाइमले के भन्छ है तर राइड चाहिँ सुरु गरौँ अब जाडो बढिसकेको छ अनि स्वेटर लाएर यस्तो न्यानो घाममा राइड गर्नुको मजा छुट्टै हुन्छ सो लेट्स बिगिन आवर जर्नी जस्तो आयो त्यस्तै प्रस्तुत गरे कृपया भिडियो अन्तिमसम्म हेरेर सब्सक्राइब गर्नुहोला है त ल गाइज लाग्यो अब हाम्रो पूर्वको ट्रिप सुरु भइसकेको छ बाइकमा त चल्यो बाटो कस्तो छ डोन्ट नो अनि अर्को भन्दा चाहिँ अब हाइक त एकदम ट्रेक फ्रेन्डली ठाउँ छ अरे होइन अब जाऊँ अनि हेरौँ कस्तो छ हाम्रो पूर्वको सुन्दर ठाउँ खासमा पूर्व इज अलरेडी ब्युटिफुल इज अलवेज ब्युटिफुल इट्सेल्फ तर अझै पनि माथि एक्सप्लोर गरेर जाँदाखेरि चाहिँ मैले कतिजनाले भनेको सुनेको छ चाहिँ मुन्डुम ट्रेल चाहिँ स्वर्ग जस्तो छ भनेर सुनेको छु मैले त्यही भएर म स्वर्ग एक्सप्लोर गर्न जाँदैछु गाइज ल अब अहिले चाहिँ हामी यो भकुण्डे बेसीबाट अगाडि लागिसकेको छौँ अब यताको बाटो नि कस्तो छ भने थाहा छैन अस्ति कहाँनिर बाढी गएको बाटो छैन भनेर सुनेको थिएँ अब हेर्दैनौँ के कस्तो हुन्छ आई गेस बाटो चाहिँ आई विस बाटो चाहिँ राम्रै होस् भनेर अनि कतिखेर कहाँ पुगिन्छ पनि डन्ट नो त्यही भएर यहीँबाट हामी भकुण्डे बेसीमा अघि खाजा खाइसक्यौँ होइन खाजा खाएर चाहिँ अब भरे खाना खानु चाहिँ कहाँ पुगिन्छ डन्ट नो हेरौँ होइन ट्राभल भनेको यही हो क्या एउटा प्लान ट्राभल भन्दा एउटा अनप्लान ट्राभल नि राम्रो हुन्छ तर अनप्लान ट्राभलमा अलिकति दुःख पाइन्छ होइन तर ट्राभल भनेको यही हो क्या एडभेन्चर हुन्छ अनि चाहिँ टाइमको लिमिट हुँदैन हिँडेको कतासम्म बस्ने भनेर आफ्नो त्यो हुन्छ जस एक्लै हिँड्यो भने नि त्यतिको फाइदा चाहिँ हुन्छ जस्तो लाग्छ यो समय पर्सपेक्टिभ चाहिँ अब तपाईँहरू चाहिँ के सोच्नुहुन्छ अब कसैको त हुन्छ नि त प्लानमै पुगौँ प्लान गरेकै टाइममा पुगौँ बसौँ एउटा एक्सपेक्टेसन राखेको हुन्छ तर त्यो चाहिँ मेरो हुँदैन किनभने भैँसीको चाक के बोले भाइ के बोले के छ थाहा बोले ल गाइजहरू यहाँ भैँसीको चाक अगाडि देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ कहाँ लानु अरे बिचरा सानो बच्चा नि रहेछ दुध दिने माउहरू रहेछ ए सानो बिस्तारै के अरे बिचमा डिस्ट्र्याक्ट भयो यता पहिरोहरू पनि टन्नै गएको रहेछ अरे बाटोमा ल ठिक छ अब त्यही हो मेरो लागि चाहिँ फ्रम माई साइड चाहिँ मलाई के लाग्छ भन्दाखेरि ट्राभल गर्न हिँडिसकेपछि रात नै पर्न सक्छ चाँडै पनि हिँड्नु पर्ने हुन्छ होइन जे पनि हुनसक्छ क्या त्यही भएर त्यो चाहिँ कस्तो कन्सेप्टले हिँड्नु पऱ्यो भने म यहीँसम्म मात्रै यो यस्तो म यहाँ गएर यस्तो जाँदिनँ यता पुगेपछि यता हिँड्दिनँ भन्ने चाहिँ हुँदैन त्यही भएर चाहिँ माइन्ड मेकअप चाहिँ म हिँडिसकेपछि बाटोमा जे पनि हुनसक्छ आई ह्याभ टु डु र मैले चाहिँ त्यही अनुसारको चल्नुपर्छ भनेर चाहिँ हिँडिन्छ बाटोमा हिँड्दा चाहिँ त्यसरी हिँड्दा चाहिँ बेटर हुन्छ जस्तो मलाई लाग्छ गाइस अब त्यही हो तपाईँहरूले यो बाटो त देखि पनि सक्नुभएको छ होला कतिजनाको त हिँड्ने बाटो यही हो प्रायः पूर्व जाने बाटो मान्छेहरू अचेल यही बाटो हिँड्नुहुन्छ अनि नाइट गाडी चाहिँ यताबाट लाग्दैन क्या अरे प्रायः चाहिँ यताबाट लाग्ने भनेकै यस्तै दिउँसो मात्र हो ल अब यहाँ अस्ति आउँदाखेरि यस्तो थिएन यहाँनिर चाहिँ पहिरो गयो जस्तो लाग्यो मलाई गाइजहरू यहाँनिर चाहिँ पहिरो गयो जस्तो लाग्यो होइन यस्तो भएछ यार तल्लोबाट नि गएछ त्यही गाइज अब सेफ ड्राइभ गरौँ कतिजनाहरू त घर जाँदै हुनुहुन्छ होला अहिले तिहारको माहौल छ होइन तिहारको लागि भनेर घर जाँदै हुनुहुन्छ होला यही बाटो हिँड्दै हुनुहुन्छ भने सेफ राइड गरेर हिँड्नु होला होइन
ठाउँमा पहिरो गएकै छ पानीले यसपालि धेरै कुराहरू धेरै ठाउँहरूमा बिगार गरेको छ हैन तर अब के गर्नु त नेचरको ऊ हो हामीले रोक भनेर पुलिसलाई आउने कुरा नि हुँदैन त्यही हो गाइस अब भिडियो अहिलेसम्म हेरिदिनु भएको छ होला अझै पनि हेरेर अन्तिमसम्म साथ दिनुहुन्छ भन्ने मलाई चाहिँ ठुलो आशा गरेको छु हैन आइ एम ग्रोइङ अप विथ यु गाइस सँगै ग्रो अप हुँदैछौँ हामी चाहिँ सँगै अनि त्यही हो अब धेरै बोल्न आउँदैन बोल्ने आउने जति बोलिसक्यो अब बाटो पनि अलिअलि बोल्न त बाँकी राख्नु पर्यो गाइस त्यही भएर बाटो चाहिँ हेर्दै हिँड्नु होला है त ल लास्ट टाइम आएको भन्दा पनि लास्ट डिजास्टरियस भएर चाहिँ बाटो चाहिँ खत्तमै भएर चाहिँ होइन त्यही पनि अहिले चाहिँ यहाँनिर अहिले जस गाडीहरू हिँड्नलाई चाहिँ मजाले बनाइएको छ अरू भन्दा नि यार मैले पत्याउनै नसक्यो भने यो खोला होइन बढेर कत्रो हुने हो के बढेर कत्रो हुने हो कि यत्रो बाटोले लाने गरी अहिले त यत्रो सानो छ नि त कस्तो नपत्याउने तरिकाले बढ्ने क्या त्यही भएर मान्छेहरूले भनेर चाहिँ क्या हेपेको खोलाले बगाउँछ भनेर हो यहाँ आएपछि बल्ल खोला ठुलो देख्यो होइन नत्र अहिलेसम्म यत्रो सानो देखिरहेको थियो बाटो त पुरै यस्तो ध्वस्त बनाएर रहेछ यार खोलाले छ्या हो खोलाको छेउमा बाटो भने यस्तो हुन्छ क्या अब यहाँ यस्तो हिलोहरू चाहिँ बिस्तारै हिँड्नुपर्छ अहिले पनि निर्माण कार्यहरू चलिरहेछ होइन अब सुन्ने अनुसारको चाहिँ कुलमान घिसिङ सर जो हुनुहुन्छ उहाँले चाहिँ यहाँको चाहिँ वडा अध्यक्षहरूसँग मिलेर चाहिँ यो बाटो अलिक ठुलो फराकिलो बनाएको जामहरू नहोस् भनेर बनाउनु भएको भनेर चाहिँ मैले सुनेको थिएँ होइन तर ठिक छ राम्रो काम गर्नुभएछ तपाईँले आई रियली एप्रिसिएट इट यतिको बाटो चाहिन्छ किनभने अब हाइवे हो होइन अब हाइवेमा त धेरै गाडीहरू हिँड्छ नि त अनि त्यही भएर यतिको बाटो चाहिँ बनाइदिनु भयो एटलिस्ट तुरुन्तै त अब कसैले नि काम गर्दैन होइन नेपाल सरकार तपाईँहरूलाई थाहा नै छ झन् कस्तो चाहिँ स्थिति नेपाल सरकारको अब चाहिँ के हुन्छ जस्तो लाग्छ मलाई तर कहाँसम्म के हुन्छ भने चाहिँ थाहा छैन एकदम राम्रो मान्छेहरू चाहिँ आउनु भएको छ पदहरूमा होइन अब उहाँहरूले चाहिँ पक्कै पनि यता चाहिँ पक्कै पनि डेभलप गर्नुहुन्छ भन्ने चाहिँ मलाई आशा छ अनि अर्को कुरा भनेको नि गाइस सुनाउनु खोजेको होइन मैले चाहिँ बाइकको क्रस गार्ड फेरेको छु अहिले चाहिँ मैले अस्ति चाहिँ मैले लोकल युज गरेर आएको थिएँ होइन किनभने मलाई चाहिँ त्यसले गर्दाखेरि बाइक्सको लुक राम्रो लागेको थियो हेभी देखेको थियो त्यही भएर चाहिँ मैले पहिला चाहिँ लोकल युज गरिरहेको थिएँ भने अहिले चाहिँ मैले युज गरेको छु जानाको अनि मलाई चाहिँ राम्रो लाग्यो जानाको फिटिङहरू जुन छ होइन ठ्याक्क त्यो बडी पार्ट्सहरूमा नचुने गरी किनभने लास्ट टाइम लड्दाखेरि लोकल क्रस गार्डले मेरो फ्यान बिगारिदिएको थियो अनि त्यो फ्यान मलाई एक साइडकै चेन्ज गर्नलाई 6000 अलमोस्ट अराउन्ड 6000 परेको थियो सो त्यही भएर चाहिँ अनि मैले चाहिँ त्यो क्रस गार्ड अस्ति घरतिर जाँदाखेरि ल्याउँदै क्या अनि क्रस गार्ड अलिक बिग्रेको थियो त्यही भएर चाहिँ अहिले मैले नयाँ क्रस गार्ड लगाएर जानको अनि आई रिकमेन्ड यु गाइज जानको क्रस गार्ड लगाउँदा चाहिँ एकदम राम्रो लागिरहेछ मलाई चाहिँ चलाउनुमा पनि एकदम कन्भिनियन्ट फिल अनि एकदम ब्यालेन्समा बाइक बस्छ जस्तो फिल भइरहेको छ अनि कस्ट सोध्नु हुन्छ भने चाहिँ त्यस्तै अहिले चाहिँ घटेर चाहिँ अस्ति नै चाहिँ 17,000 थियो अनि अहिले चाहिँ 15,000मै मैले क्रस गार्ड लगाएर आएँ यो लगाएको पनि धेरै दिन भएको छैन 2 दिन जति भयो होला मेन भएर त अब यस्तो बाहिर हिँडिरहन्छ अनि आफ्नो बाइकलाई त सुरक्षित राख्नु पर्यो त्यही भएर चाहिँ मैले क्रस गार्ड चाहिँ लगाइदिइहालेँ अब ठिकै छ बाइकमा बिस्तारै सेटिङहरू गर्दै जानुपर्ने हुन्छ होइन अब किन्नु बित्तिकै धेरै एक्सपेन्सिभ छ गर्न सकिँदैन त्यही भएर अलिअलि गर्दै बाइकलाई चाहिँ मेन्टेन गर्दैछ अनि यो एडभेन्चर बाइकको फाइदै यही हो क्या देख्नु हो नि यस्तो अफरोडमा नि यस्तो सरल तरिकाले लान्छौँ सस्पेन्सन एकदम बबाल छ दुईजना नै हिँड्यो भने पनि एकदम रमाइलो सजिलै सहजै तरिकाले चलाउन सक्ने बाइक हो यो चाहिँ एडभेन्चर 250 अब त्यही हो मलाई चाहिँ अब लास्ट लाउनु मन लागेको फग राइड हो
त्यो पनि अस्ति मैले च्यानलमा हेरेर आइसकेको छु। अब हेरौँ कतिको कहिले लाइन्छ होइन। फग लाइट पनि 2 थरीको रहेछ क्या, एउटा चाहिँ 12-13 हजार पर्ने छ, एउटा चाहिँ 6 हजार पर्ने रहेछ। तर मलाई चाहिँ राम्रो लाग्यो। फग लाइट नै एकदम युजफुल हुने कुरा हो नि त। अब रातितिर हिँड्नु पर्यो, हुस्सु लाग्यो पाहाडहरूतिर, चिसो मौसम सुरु भयो भने त फग लाइट एकदम काम लाग्ने कुरा हो गाइस। अनि अर्को भन्दा पनि अब त्यहाँनिर चाहिँ जानेहरूमा चाहिँ सरल ब्यागहरू होइन, अनि यो लाइटहरू भयो, फग लाइटहरू भयो, अनि उयो अगाडि राख्ने के त्यो ब्यागहरू हुन्छ नि, त्यो नामै आउँदैन हो मलाई त। त्यो चुम्बकले टाँसिने त म्याग्नेटिक ब्यागहरू हुन्छ नि, हो त्यस्तोहरू पनि धेरै पाइँदो रहेछ। तर क्वाइट एक्सपेन्सिभ, तर सायद क्वालिटी चाहिँ राम्रो भएर होला, रिजनेबल है लाग्यो मलाई चाहिँ। अब यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ बाटो चाहिँ एकदम जाम छ है। यो के अरे सानो छ नि त यहाँनिर बाटो, अनि त्यही भएर चाहिँ यतातिर पनि सबै खै पहिरो गएर हैरान भयो। कस्तो हिलो छ अझै, त्यो भन्दा नि अगाडि यो गाडीहरू हिँडेपछि झन् बाटै देखिँदैन कि, एकदम ध्यान दिएर हिँड्नुपर्ने हुन्छ। अब यस्तो यो पनि अस्ति त थिएन हौ, अलिक ठुलै थियो जस्तो लागेको थियो। अहिले फेरि माथिबाट नि पहिरो खसेको छ, अनि बाटो चाहिँ लास्टै सानो भइसकेको छ। अनि त्यही भएर दुईतर्फी गाडी आउन चाहिँ लास्टै जाम हुने क्या। दुईतर्फी गाडी आउन चाहिँ अलिकति इम्पोसिबल है। पहिले एकतर्फबाट जाने अनि फेरि उताबाट आउने। तपाईँहरू यो बाटो हिँड्दै हुनुहुन्छ भने चाहिँ बाटो चाहिँ गाडीहरू बाइकहरू चाहिँ जान चाहिँ, तर अलिकति स्लो हुनसक्छ बिकज अफ रोड होइन। सानो रोडहरू पनि छ कतै कतै। लास्टै हिलो छ यार बाटो, छ खत्तम रहेछ। बाटै नदेखिने यार, धुलो त छ। कतै हिलो मात्रै, कतै धुलो मात्रै। ठुलो गाडीहरूले हो क्या। बाटो छोडिदिनुहोस् त ठुलै। ठुलो आएपछि अगाडि जम्मै कस्तो साँगुरो भएको यार। त्यो अलिकति चल्यो भने पाङ्गो तलतिर खस्यो यतातिर। जे ड्राइभर भइसकेपछि यत्तिकै हेल्पफुल त हुनु पऱ्यो नि होइन। झर्न लाग्छ भनेर अगाडिको दाइले वेभ गरिदिनु भयो हात। सो फाइनली गाइज हामी चाहिँ अहिले यो मुलकोट सुनकोसीको किनारमा आइसकेको छौँ। अनि जाडो भइरहेको थियो, सो एकछिन घाम तापेर चाहिँ यहाँ चिया ब्रेक लिएर चाहिँ अगाडि बढ्ने कुरा भयो। अनि मैले चाहिँ यो पनि लिइरहेको छु क्या, पोट्याटो बिस्किट, वान अफ माई फेभरेट। अनि अहिले चाहिँ हामी लगभग यो माथि त्यो ऐना भएको ठाउँमा आइसक्यौँ होइन। सो बाटोको कुरा गर्नु पर्दाखेरि चाहिँ अहिले बाटो लास्ट टाइमको बाढीले एकदम बिगारेको रहेछ। लास्ट टाइम अस्ति 1 महिना अगाडि घर जाँदाखेरि त्यति साह्रो बिगारेको थिएन, तर अहिले चाहिँ धेरै नै बिगारेको रहेछ। तैपनि त्यो के अरे अब हिँड्न नमिल्ने भन्ने ठाउँ चाहिँ छैन। यहाँको स्थानीयहरू मिलेर चाहिँ बाटोहरू बनाउँदै हुनुहुँदो रहेछ। र
ठिकै छ बाटोको कन्डिसनहरू ठिकै छ भनौँ तर पानी पऱ्यो भने चाहिँ अलिक नराम्रो हुनसक्छ अनि प्रायः जस्तो ठाउँमा चाहिँ अहिले वान वे जस्तै भनौँ वान वे जस्तै भइसकेको छ बाटो साँघुरो हुनको कारणले सो त्यही हो वान वे हो अनि कहिलेकाहीँ अब कुनै ठाउँमा चाहिँ जामहरू हुनसक्छ एक दुईवटा जाममा चाहिँ म पनि परेँ अनि त्यही हो अब बाटो बन्दैछ त्यही भएर धुलो चाहिँ एकदम बेसर नै छ भनौँ पानी छैन पानी परेको छैन नि त हिलोहरू कम छ अनि त्यही भएर धुलोले चाहिँ एकदम ध्वस्ते पार्यो बाइकमा पनि एकदम ध्वस्ते पारिसक्यो है देख्न मिल्दैन होला पछाडिबाट यसरी देखाइदिन्छु त्यो ध्वस्ते पारिसकेको छ अनि त्यही हो त्यही पनि अब बाटो केही समयमा राम्रो हुन्छ होला अहिले चाहिँ वैकल्पिक बाटोहरू धेरै बनाइएको छ त्यसको कारणले चाहिँ नयाँ नयाँ बाटो हुनाले चाहिँ धुलोहरू उडिरहेको हुनाले चाहिँ अब जस आफूले अब सफा राख्नु मन छ भने चाहिँ यसरी नै रेनकोट सेनकोट ओढेर आउनु सक्नुहुन्छ त्यही हो गाइज अब एकछिन चिया ब्रेक लिएर चाहिँ अब फेरि अगाडि बढ्नुपर्ने नै हुन्छ टाइममा गइयो भने डेस्टिनेसन चकेवासम्मको राखेको छु तर पुग्न सकेन भने कहाँसम्म पुगिन्छ हेर्नुपर्छ तर रात पर्नुभन्दा अगाडि नै बस्नुपर्ने हुन्छ पहाडी इलाका हो अँध्यारोमा अब होइन भन्न सकिँदैन त्यसमाथि फग लाइट पनि लगाएको छैन नि त त्यही भएर चाहिँ अहिले चाहिँ हामी सकेसम्म चाहिँ चाँडो जानुपर्ने हुन्छ त्यही हो गाइज बाटोको अपडेट चाहिँ अब यो बाटो आउँदै हुनुहुन्छ भने चाहिँ माइन्ड मेकअप गरेर आउनु होला अलिकति जामहरू हुनसक्छ भनेर अनि बाटो त्यति साह्रो राम्रो चाहिँ छैन है तर ठिकै छ हिँड्नलाई चाहिँ सहजै भनौँ अलिक मेन्टेनेन्सहरू चाहिँ चलि नै रहेछ है त अन्त थ्याङ्क यू गाइज अहिलेसम्म भिडियो हेरिदिनु भइरहेछ तपाईँहरूले त्यसको लागि धेरै धेरै धन्यवाद एन्ड अझै पनि अन्तिमसम्म हेरिदिनु होला अझै पनि न्यू अपडेटहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ स्पेसली मुनुम ट्रेलको लागि चाहिँ दसैँ तिहारको बिचमा आउँछु अथवा दसैँ तिहार पछाडि आउँछु भन्ने जति पनि सोच गरेर आउनु भएको छ उहाँहरूको लागि चाहिँ इजी हुनसक्छ म यहाँ चाहिँ सबै बाटोको अपडेटहरू राखिदिनेछु किनभने अब आउने अपकमिङ बाटो चाहिँ अब यहाँसम्म त कमनै भइहाल्यो अब अपकमिङ बाटो चाहिँ अलिकति न्यू हुनसक्छ भिन्न हुनसक्छ त्यही भएर चाहिँ बाटोहरू चाहिँ अपडेट लिँदै गर्नु होला थ्याङ्क यू बाई बाई अहिले फेरि सो गाइज यस फाइनली यो स्पट तपाईँहरूले देखि नै सक्नुभयो होला सिन्धुली हिँड्नु भएको छ भने दिस इज जय श्री सेती देवी माताको मन्दिर छ यहाँनिर चाहिँ अन द वेमा अनि यो सबै तपाईँहरूले मिरर जति देखिरहनु भएको छ यो चाहिँ यहाँ ट्राभल गर्नुहुने यात्रीहरूले चाहिँ राख्नु भएको होइन फर लाइक सेफ ट्राभलहरूको लागि अनि यहाँको पनि निकै धेरै रहस्यहरू छ त्यो पनि म तपाईँहरूलाई बताउने नै छु तर हेर्नु न ऐनाहरू चाहिँ यति धेरै एक्सप्यान्ड भएको छ नि परसम्म पनि छ क्या अनि यहाँदेखि राख्दाखेरि उता परसम्म पनि छ क्या एन्ड अल्सो यो मिररहरूमा चाहिँ यहाँको त्यो गाडी नम्बरहरू होइन बाइक नम्बरहरू चाहिँ लेखेर चाहिँ राख्ने गरिन्छ यो बाइक नम्बरलाई चाहिँ सेफ राख्नु यताउता बाइकमा चाहिँ अब यात्रीहरूलाई त्यो ट्राभल गर्ने मान्छेहरूले सेफ राख्नु भनेर चाहिँ यहाँ चाहिँ त्यसरी राखिन्छ अनि यहाँबाट देखिने भ्यू पनि बपाल छ है गाइज यो चाहिँ भ्यू पोइन्ट हो होइन यहाँबाट चढेर चाहिँ तपाईँहरूले तल हेर्ने भ्यू पनि बबाल छ लेट मी सो इट टु यु गाइज यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ सेतीदेवी माताले तपाईँहरूको एकदम रक्षा गर्नुहोस् होइन सेफ राइड होस् सुरक्षित यहाँ त कहाँसम्म चाहिँ छ ऐना त अनगिन्ती पहिला त अलिकति मात्र थियो अहिले चाहिँ एक्सप्यान्ड भएर चाहिँ यति धेरैजनाले राखेर चाहिँ यति धेरै भएको चाहिँ होइन अपोजिटमा ठ्याक्क प्रतीक्षालय पनि बनाइदिएको रहेछ अनि यहाँ चाहिँ प्रायः चाहिँ यहाँ स्टप गरेर अनि दर्शन गरेर चाहिँ बल्ल अगाडि बढ्नुहुन्छ यहाँको हिँड्ने यात्रुहरू बाटो सानो छ त्यही भएर पार्किङ गर्ने स्पोट चाहिँ अलिकति अगाडि बनाइएको छ यहाँ चाहिँ एकछिन राखेर चाहिँ गर्नु मिल्छ तर एकदम भित्तामा राखेर यो चाहिँ मन्दिर हो सानो मन्दिर यहाँको लाइक यहाँ चाहिँ प्रतीक्षालय बनाइदिएको रहेछ उहाँको नाममा बाटोमा हिँड्ने यात्रुहरूको लागि भनेर तर कति चाँडो डेथ भएछ नि उहाँको यस्तै हो कहिलेकाहीँ होइन मृत्युले उमेर हेर्दैन गाइज तर दामी ठाउँमा बनाइदिनु भएको रहेछ उहाँको आत्माले शान्ति पाओस् भन्दै यो भ्यू चाहिँ इन्जोय गरौँ
ल गाइज अहिले चाहिँ यहाँनिर चाहिँ यति नै हो मूलकोट चाहिँ उता तल हो अनि यहाँदेखि अलिकति माथि आएपछि यो ठाउँ आउँछ अब चाहिँ यहाँदेखि अगाडि बढ्नुपर्छ वी गेटिङ लेट ओके गाइस सो तपाईले अब अगाडि देख्न सक्नुहुन्छ मैले चाहिँ देखिसके हैन पुल आएको छ यो चाहिँ खुरकोट बजारदेखि अलिकति अगाडि आइसकेपछि यो पुल आउँछ यहाँदेखि राइट लाग्यो भने चाहिँ हामी उता बर्दिवास गाईघाट तरापट्टि जान्छौँ भने यहाँबाट चाहिँ लेफ्ट लाग्नेछौँ हामी आजको लागि चाहिँ किनभने हामी जाँदैछौँ यता हलेसु हुँदै हामी चाहिँ दिक्तेबाट हुँदै चाहिँ चखेवा जाँदैछौँ त्यही भएर चाहिँ हामी यहाँबाट लेफ्ट लाग्ने गर्छौँ यहाँबाट घुर्मी 60 किलोमिटर छ अनि यता चाहिँ गर्मी भइसकेको अवस्था छ अब यहाँदेखि चाहिँ त्यति धेरै गाडीहरू पाइँदैन लास्ट टाइम नै थिएन अब अहिले चाहिँ कस्तो हुन्छ थाहा छैन तर लाग्छ कि अझै पनि छैन होला जस्तो लाग्छ गाडीहरू त्यति आउँदैन जस्तो लाग्छ हैन बाटोमा किनभने यो बाटो त्यति युज हुँदैन क्या उता त तराई जाने सबैजना गाडीहरू उतैबाट जान्छ नि त त्यही भएर यो बाटो चाहिँ लास्ट टाइम खाली मजाले हुर्काएर गएको थियो सो अहिले चाहिँ मेरो बाइकमा 10:30 भइसकेको छ अनि मेरो राइड चाहिँ मर्निङमा स्टार्ट भएको थियो त्यस्तै 6 बजेतिर स्टार्ट भइसकेको थियो भएको थियो सो आज चाहिँ त्यति टाइम लागेन यहाँसम्म आइपुग्नुको लागि अनि बाटो पनि अब यहाँदेखि त राम्रै थियो उतापट्टि अब धेरै भएर नआएको यहाँनिर पनि लास्ट टाइम हलेसी आउँदाखेरि आएको थियो त्यो बेला त बाटो राम्रो थियो अब चाहिँ कस्तो छ भनेर थाहा छैन त्यो पनि हेर्दै जानुपर्ने हुन्छ त्यही भएर चाहिँ सकेसम्म चाँडो हिँडेर चाँडै पुगेको राम्रो हाम्रो लागि पनि तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने त्यसरी नै गरेको राम्रो है त अहिले यो मनसुन भर्खर सकाएको छ त्यही भएर हरियाली छ भ्यू चाहिँ दामी देखिरहेको छ बाटोमा त्यही भएर तपाईँहरू पनि यसो भ्यू हेर्दै इन्जोय गर्दै हिँड्नुहोस् सँगै म तपाईँहरूले देखाउँदै लान्छु डाँडा र पाखा मेरो चाहिँ काठमाडौँदेखि यहाँसम्म आउँदाखेरि मात्र 2टा लाइन घटिसकेको छ तेलको सो माइलेज पनि राम्रै दिइरहेको छ बाइकले यतिसम्मको अब अगाडि पेट्रोल स्टेसन रहेछ भने त्यहाँदेखि भरेर जानु पर्ला अगाडितिर सपना हो यो भनेदेखि सपनीमै मरो मेरो चाहिँ बाइकले हैन भन्नु पर्दाखेरि 2टा लाइन सकिँदा ठ्याक्क 127 किलोमिटर कुदिसकेको छ मैले त्यहाँनिर ट्रिपहरू यताउता गरेर हिँडेको थिएँ हिँड्दाखेरि सो यहाँ सबै देखाइरहेको छ न कति किलोमिटर दौडेँ यताउता भनेर माइलेज राम्रै दिएको छ ओभरअल बाइकले 250cc कोले धेरै दिन्छ भनेर एक्सपेक्ट पनि गर्नु हुँदैन तर यहाँसम्म 127 मा चाहिँ दुई लाइन सकिनु भनेको ठिकै हो हिजो चाहिँ मैले कति लगभग 1400 को पहिलेदेखि अगाडि थियो नि त अनि 1350 कि 1400 कि कतिको हालेर चाहिँ मैले फुल ट्याङ्क बनाएर हिँडेको थिएँ क्या अब भोलि बिहानै जानुपर्छ भनेर हिँडेको थिएँ फेरि जापै तेल आउनै मन लाग्दैन क्या तेल पनि पुलिसको पेट्रोल पम्पमा मात्र हो सो
अब यो तिरैतिर यो कोसीको तिरैतिर हामी धेरै मान्छेसम्म यो तिरैतिरसँग हिँड्ने हो तर आज चाँडो चाँडो आइहाल्छ अस्ति त दिक्थ्यो यहीँसम्म आउनु नि टाइम लाग्यो अस्ति त कति 11-12 बजेको थियो किन हो बिर्से यार सायद हलिसीतिर टाइममै पुग्छौँ होला हामी तुमसे ओके गाइस सो फाइनली हामी यो सुनकोशी पुलमा आइसकेको छौँ यो देख्न सक्नुहुन्छ तपाईँले सुनकोशी पुल अनि त्यसपछि यो चाहिँ हामी घुर्नी बजार काटेर अगाडि आइसकेपछि यो पुल आउँछ अनि यहाँबाट हामी अगाडि बढ्नुपर्ने हुन्छ यहाँबाट हामी ओखलढुङ्गा हुँदै पुग्नेछौँ हलेसी दिक्ते चखेवा त्यहाँसम्म आज पुग्न नसकेन त्यही पनि अब यहाँदेखि चाहिँ हामी लेफ्ट लागेर अगाडि बढ्नेछौँ अनि आज चाहिँ धेरै नै यस्तो यो जिपहरू देख्न सकिएको छ अब अरू बेला पनि सायद यतिकै सञ्चालन हुन्छ होला तर हामी चाहिँ अब कति पछि आएको नि त त्यही भएर लास्ट टाइम चाहिँ यति धेरै थिएन अब चाहिँ तिहारको माहौल भएर पनि होला धेरै नै जिपहरू सञ्चालन भइसकेको छ पेट्रोल पम्प यता पनि रहेछ होइन अघि बाटोमा आउँदै गर्दा सिन्धुलीमा पनि थियो सो तपाईँहरूले यहाँसम्म चाहिँ पेट्रोल पम्पको वरि गर्नु परेन यो ठाउँसम्म चाहिँ पेट्रोल पम्पहरू मजाले तपाईँले पाउन सक्नुहुन्छ है त अनि अरू कुरा त त्यस्तै हो जति आउँछ त्यति प्रस्तुत गरिहाल्यो होइन अब बाटोको कन्डिसन गर्नु पर्दाखेरि चाहिँ घुर्मीसम्म चाहिँ अलिअलि अफरोड अलिअलि पिच अलिअलि अफरोड अलिअलि पिच गरेर आउनु पर्ने हुनाले गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ चाँडो आइँदैन होइन अलिक बिस्तारै नै हुन्छ जे होस् लास्टै धुलो उड्ने ठाउँहरू छ होइन त्यही भएर चाहिँ अब यहाँनिर चाहिँ हाम्रो यो अगाडि देख्न सक्नुहुन्छ ठुलो गेट यहाँ चाहिँ वेलकम टु ओखलढुङ्गा भनेको छ यहाँदेखि चाहिँ हामी ओखलढुङ्गा छिर्यो ओके सो ठाउँमा चाहिँ होटलहरू पनि तपाईँले धेरै देख्न सक्नुहुन्छ प्लस यहाँनिर चाहिँ यो फास्ट चार्जको सुविधाहरू पनि छ तपाईँको इभीहरू लिएर आउँदै हुनुहुन्छ भने होइन अनि निकै नै गर्मी छ अहिले चाहिँ खासमा चाहिँ अब मर्निङ र नाइटको लागि फोकस गरेर लुगा लिएर आइयो तर बाटोमा चाहिँ एकदमै गर्मी भएको छ होइन गर्मी भएको अवस्था तर अब हामी पहाडी इलाकामा जान लागेको हो त्यही भएर अझ चिसो त हुन्छ नै त्यही पनि त्यो अब हामी जान लागेको मुन्डुन ट्रेल जुन छ त्यो चाहिँ अलिक पिकमा पर्छ अनि माउन्टेन्सहरूको नजिक भएको हुनाले अरू बेलामा चाहिँ अब हिउँ पर्ने ठाउँ हो क्या तिनीहरू भरेको त्यही भएर अहिले पनि अब जाडो महिना लाग्यो त्यही भएर चिसो त लाग्छ त्यही भएर तातो लुगाहरू चाहिँ लिएर आउनु होला आउँदाखेरि चाहिँ अनि गाडीहरू पनि मजाले आउँछ काठमाडौँबाट आउँदै हुनुहुन्छ भने गाडीहरू पनि रिसर्च गरेर मजाले आउन सक्नुहुन्छ कति के कस्ट लाग्छ भनेर होइन गाडीको चाहिँ यो अगाडि मेरो अगाडि भएको गाडी पनि यो चाहिँ खोटाङ हलेसीसम्म जाने गाडी रहेछ सोलुखुम्बु पनि देखाएको छ सोलुखुम्बु पनि जान्छ होला सायद तर अहिले चाहिँ खोटाङ हिँडेको होला त्यही हो गाइस बाटो एकदम रमाइलो छ कोसीको तिरैतिर गरेर यहाँसम्म आइयो होइन यहाँदेखि चाहिँ अलिकति उकालो क्रस गरेर फेरि एउटा पुल छ अहिले एकछिनमा तपाईँहरूले भिडियोमा देख्न सक्नुहुन्छ त्यो पुल क्रस गरेर चाहिँ फेरि उकालो लागेर चाहिँ
हामी हलेसी त्यहाँदेखि सायद 1-1.5 घन्टामा पुग्छौँ है त। बाटो चाहिँ अलिक न्यारो नै छ भनौँ होइन, बाटो चाहिँ सानो सानो नै छ, त्यही भएर ठुलो गाडीहरूसँग चाहिँ अलिक जोगिएर हिँड्नु होला। पारी पारीसम्म पनि बाटो देखिँदैछ। अरू भने त्यस्तै हो, बाइकको हेडलाइट चाहिँ लास्ट टाइम महँगो पर्छ, त्यही भएर ठुलो गाडीलाई चाहिँ ओभरटेक गरेर अगाडि बढ्नु नै म चाहिँ प्रिफर गर्छु होइन। ओके फेलोज, हिलो पानी भन्ने ठाउँ आइसकेको छ र यहाँदेखि हामी राइट लाग्छौँ। अनि यहाँ लेखेको छ कि बोर्डमा चाहिँ 40 किलोमिटर भनेर हलेसी। अब यहाँभन्दा माथि गयो भने चाहिँ ओखलढुङ्गा जाने बाटो हो, जुन चाहिँ यहाँदेखि 36 किलोमिटर लाग्दो रहेछ। यहाँदेखि चाहिँ राइट लागेर हामी हलेसी जान्छौँ अनि द्याट इज 40 किलोमिटर। सो माइट टेक यु अराउन्ड मोर देन 2 or लाइक हुन्छ नि तपाईँको राइडिङ स्किल्समा पनि डिपेन्ड गर्छ कतिको स्पिडमा चलाउनुहुन्छ भनेर, प्लस बाटोमा पनि डिपेन्ड गर्ने भयो। एन्ड त्यही हो, इट्स गुड। पहाड एरिया हो, उकालो र ओह्रालो त अभियसली भइहाल्छ। अहिले भर्खर अब त्यत्रो उकालो चढेर आयौँ, अब ओह्रालो झर्दैछ, निकै तलसम्म ओह्रालो छ जस्तो लाग्छ है मलाई चाहिँ। सो हेरौँ के हुन्छ होइन, निकै पहिला आएको हो, सो बाटोको कन्डिसन कस्तो छ भनेर थाहा छैन अहिले चाहिँ, तर धेरै नै गाडीहरू हिँडिरहेकै छन्, राम्रो भएरै होला। अन्त गाइस काठमाडौँबाट ओखलढुङ्गा जाने बाटो यही हो, तपाईँले अघि देखिसक्नु भएको छ। ओखलढुङ्गा जाने बाटो छुटिसक्यो अनि यता हलेसीतिर जाने बाटो नि छुटिसक्यो है त। सो अझ भिडियो हेर्दै गर्नुहोस् अन्तिमसम्म, कहाँसम्म पुगिन्छ भनेर चाहिँ अब तपाईँले देख्नु नै हुन्छ। म चाहिँ धेरै रस गरेर जाने विचारमा छैन, बिकज आई स्टिल हेभ टुमोरो टाइम। भोलि म मलाई चक्रा पुगे नै हुन्छ, सो म चाहिँ रेस्ट गर्दै पनि जान्छु सोचिरहेको छु। सो लेट्स सी आज कहाँसम्म बस्ने सोच हुन्छ, त्यहीसँग बसिन्छ। अब चाहिँ यो भ्यू इन्जोय गर्दै ओह्रालो लागौँ है त। राम्रो राम्रो यो सल्लाहकोहरू नि, तर यसमा हिँड्नु चाहिँ लास्टै डर लाग्छ, चिप्लिन्छ क्या, त्यही भएर बाइक पनि चिप्लिन्छ यार। यस्तो मजाले बजारिएको थियो एकचोटि सल्लाहको पातमा। तर यता यता के अरे घुर्मी कटिसकेपछि त रोड कन्डिसन नट ब्याड है, अहिलेसम्म त्यस्तो अफ रोड देखिनँ। एक ठाउँमा चाहिँ त्यहाँ खोला रहेछ, त्यहाँनिर चाहिँ थियो, तर यहाँ चाहिँ यस्तो राम्रो बाटो छ नि। सायद यहाँ त्यति धेरै ठुलो गाडीहरू नआउने भएर होला बाटो नबिग्रेको है, त्यस्तै लगाइरहेको मलाई चाहिँ। पूर्व चाहिँ लास्टै घुम्यो है, पूर्व लास्टै धेरै घुमिसक्यो। मुन्दुम ट्रेल चाहिँ किन भन्नुहुन्छ भने नि, यो चाहिँ ड्रिममै थियो क्या मुन्दुम ट्रेल चाहिँ। अब अनि यसो सोचेँ होइन, कस्तो राम्रो राम्रो भ्यूहरू मान्छेहरूले युट्युबमा फेसबुकतिर हालेको देखेँ कि, अनि कस्तो जान मन लाग्यो। अब खासमा त प्लान अन्ततिरको पनि थियो, अलिक टाढा 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 धेरै पऱ्यो क्या, अनि त्यो नै सोचिरहेको छु साह्रो चाहिँ। तर अहिलेलाई चाहिँ अनि अब नजिकै मुन्दुम फेरे गइदिउँ न त भन्ने भयो, त्यही भएर हिँडेको होइन। प्लस अब यसको बारेमा धेरै भिडियोहरू पनि हाल्नु भएको छैन रहेछ क्या, धेरै भिडियोहरू युट्युबमा छैन रहेछ, त्यही भएर पनि तपाईँहरूलाई चाहिँ रोड कन्डिसन कस्तो छ के छ। अब पूर्वेली चेली भइसकेपछि पूर्वको पर्यटक त बढाउनु पर्यो, कर्तव्य हो होइन। त्यही भएर चाहिँ पूर्व नै अब प्रायः घुमिरहेको छु। तर वान अफ द बेस्ट प्लेस इफ यु वान्ट टु भिजिट इज मुन्दुम ट्रेल। यो चाहिँ एकदम राम्रो पर्यटकीय स्थल हो, तपाईँको ट्रेकिङको लागि चाहिँ एकदम राम्रो ठाउँ छ यहाँनिर। सो मैले चाहिँ भिडियोमा देखेको है, अब आफ्नै आँखाले चाहिँ म पक्कै चाँडेर देखिहाल्छु। अनि त्यो देखेको कुरा म तपाईँहरूले वर्णन गर्न सक्दिनँ होला सायद, त्यही पनि तपाईँलाई सकेसम्म चाहिँ देखाउने कोसिस गर्छु भिडियो मार्फत। त्यही हो गाइज, आइदिनुहोस् है। हाम्रो पूर्व पनि कतिजना पूर्वेली साथीहरूले हेरिरहनु भएको होला मेरो युट्युबमा भिडियोहरू। तपाईँहरू पनि आउनु भएको छैन भने आफ्नै गाउँठाउँमा यस्तो सुन्दर ठाउँ छ, घुम्न चाहिँ नछोड्नु हो, घुम्न चाहिँ नबिर्सिनु होला।
अनि पूर्वलाई पनि यसो प्रमोट गरौँ किनभने अब त्यो गर्न खोजेको होइन तर पश्चिमतिर चाहिँ अब धेरै फेमस ठाउँहरू छ नि त मान्छेहरू धेरै घुम्न जाने भयो राराहरूतिर भयो फोक्सुन्डोहरूतिर भयो त्यहाँनिर चाहिँ धेरै मान्छेहरू जानुहुन्छ कि अब त्यो चाहिँ हिमालको छेउतिर अनि लेकहरू त्यही हिमालको उहरू पग्लेर बनेको पानीहरू भएको हुनाले चाहिँ अलिक त्यस्तो रुचाउने मान्छेहरू त्यतिखेर जानुहुन्छ होइन अनि अब यता मुन्दुम पनि त्यही भएर चाहिँ मैले चाहिँ यो मुन्दुम पदमार्गलाई पनि एउटा स्पेसल फोकस चाहिँ राखेको छु पर्यटक बढाउनु पर्छ भनेर पर्यटकीय स्थल हो सो त्यही हो गाइस भिडियो हेरेर मात्र होइन घुम्न आएर पनि सपोर्ट गरिदिनु होला दिउँसो चाहिँ निकै गर्मी छ यसरी यो पूर्वतिर आएको बेलामा आफ्नै गाउँघर आएको जस्तै लाग्ने क्या मनै सरङ्ग हुने अब के गर्नु हाम्रो घरतिर त कोही पनि छैन सबैजना सहर छिरिहाल्नु भयो अनि घरतिर कोही पनि छैन नि त अनि पहिला त दसैँमा गइन्थ्यो 2-3 वर्ष अगाडि अहिले त्यो पनि छैन त्यही काठमाडौँमै हुन्छ त्यही भएर वाक्कै लाग्छ हौ धेरै घुम्न जानु मन लाग्नु घर त्यो पनि हो क्या एउटा कारण चाहिँ यो खासमा चखेवा भनेको 365 कि समथिङ किलोमिटर्स फ्रम काठमाडौँ हो 1 डेकै राइडमा पनि तपाईँ जान सक्नुहुन्छ तर लास्ट डे हेक्टिक हुन्छ होइन मेरो चाहिँ टाउको दुखिरहेको छ क्या अनि दोले त्यही भएर आई डोन्ट थिङ्क आई विल बी गोइङ देयर टुडे तर 1 डेमा पनि तपाईँले यो राइड चाहिँ सकाउनुहुन्छ तर अलिक रस चाहिँ हुनसक्छ है त अब तराईको बाटो भए पो हो सेर र सिधा जाने भने पाहाडको बाटो उकालो ओह्रालो यताउता हुन्छ त्यही भएर अलिक टाइम पनि कन्ज्युम हुन्छ त्यो कारणले गर्दा पनि बिस्तारै जाँदा राम्रो अलिक टाइम मिलाएर आउँदा राम्रो सो गाइज यो ठाउँलाई चाहिँ जयराम भनेर भनिन्छ भने तपाईँले पारिपट्टि पुल देखिसक्नु भएको छ होला देख्नु भएको छैन भने म तपाईँहरूलाई देखाउँछु है अब चाहिँ छ्याङ्ग देखियो होइन त्यो पुलदेखि चाहिँ हलेसी चाँडो हो त्यही भएर रमाएको हो क्या म चाँडै रेस्ट गर्न पाउँछु भनेर एकदम गर्मी पनि भइसकेको छ नि त त्यही भएर बाटोमा सानो कुखुराको चल्लाहरू पनि देख्न सकिन्छ अब के नभएपछि त्यही त होला नि बोल्ने गाउँतिर चाहिँ धेरै चलेको भनेको पल्सर हो क्या पल्सर 220 कस्तो हाइटमा रहेछ त अम्मै मैले त बिर्सिसकेको यस्तो हाइटमा छ पुल भनेर तलबाट हेर्दा त कस्तो हाइटमा देखिने क्या अब हामी यो तर्दैछौँ गाइजहरू दुधकोसी पुल टडान 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 पहिलाको झोलुङ्गे मान्छे हिँड्ने पुल चाहिँ पारिपट्टि छ यो चाहिँ तपाईँले दुधकोसी तरिरहनु भएको छ यो चाहिँ दुधकोसी किनभने पहिल्यै दुधको खोला बग्थ्यो अरे त्यही भएर यसले दुधकोसी भनेर भनेको हो अब हलेसी तुवाचुङ नगरपालिका हामी चाहिँ तुवाचुङ नगरपालिकामा इन्ट्री गऱ्यौँ अब एकछिन फ्रेस भएर विल बी मुभिङ अहेड सो अन्टिल देन वाच आवर भिडियो गाइज Yes guys, welcome back to my channel again. So finally म चाहिँ हलेसी आइसकेको छु अनि एउटा होटल चाहिँ स्टे गरेर लाइक रुम बुक गरेर चाहिँ फ्रेस भएर हलेसी आएपछि मन्दिर नजाने कुरा हुँदैन. सो आई एम हेडिङ टुवर्ड्स हलेसी महादेव मन्दिर राइट नाउ. अनि आज चाहिँ यही हो गाइज, यति नै हो. आज हलेसीसम्म मात्रै ट्राभल गरेँ, धेरै लङ ट्राभल नगर्ने भनेर. भोलि चाहिँ म चखेवासम्म जान्छु. चखेवा गएर पर्सि चाहिँ हाम्रो ट्रेकिङ स्टार्ट हुनेछ. यस, सो लेट्स सी गाइज, हलेसी परिसर घुमेर आउँ है त एकछिन.
अहिले चाहिँ बत्ती गएको छ गाइजहरू यतातिर। सो झिलिमिली छैन, यही हो हलेसी महादेवको परिसर। तपाईँले हलेसीको बारेमा अझै बुझ्न मन छ भने मेरो युट्युब च्यानलमा गएर हेर्नु होला। हलेसीको फुल भिडियो राखिदिएको छु मैले त्यहाँनिर। भक्तले